Srankot. Wow, what a view. यस्तो राम्रो यो हो नि सनसेट है हाम्रो गणेश पञ्चमुखी गणेशको मूर्ति यहाँ छ यो चाहिँ मन्दिरको भ्यू हो Srankot धामको बनाउँदैछु हाम्रो संयम चाहिँ आउँदैछ यहाँ सराइकोटमा गुड कता र ल आउनुहोस् फेरि आउनुहोस् एक्सर्साइज गरेको अवस्था हाम्रो सराइकोटमा रहेको मन्दिर श्री गणेश मन्दिर सनसेट हुन लागेको अवस्था राम्रो छ मौसम पनि आनन्द छ पञ्चमुखी गणेश यहाँबाट देखिन्छ क्लियर पञ्चमुखी गणेशको मन्दिर धेरै राम्रो देखिन्छ सराइकोटबाट है यो कुन भावडे हो गणेश भावडे हो कस्तो छ गणेश भावडे राम्रो छ राम्रो हुन्छ बाबुलाई मन पर्यो गुड खै गुड गरेको नमस्ते गर दुईटा हातले नमस्ते दुईटा हातले नमस्ते धन्यवाद धन्यवाद ल ओके Srankot. Wow, what a view. यस्तो राम्रो यो हो नि सनसेट है हाम्रो गणेश पञ्चमुखी गणेशको मूर्ति यहाँ छ यो चाहिँ मन्दिरको भ्यू हो सनसेट फ्रम Srankot त्यो भ्यू चाहिँ यो पञ्चमुखी गणेशको भ्यू खिचेको अवस्था छु म अहिले यसको यतापट्टि चाहिँ मन्दिर छ जय पञ्चमुखी गणेश जय भाइरल भइरहेको छ अहिले को पञ्चमुखी गणेश मन्दिरको अवस्था सनसेट पनि भइरहेको अवस्था आइज धारा पनि छ यहाँ आइज सक्षम आइज सनसेट भएको यहाँ चाहिँ बत्ती बाल्नु मिल्छ सिनहरू पनि राम्रो राम्रो भइरहेको छ मर्मत कार्य भइरहेको अवस्था नयाँ कार्य भइरहेको छ यहाँको दाइले यो काम गर्दैछ जय पञ्चमुखी गणेश के छ त्यो के छ गरे यहाँ हेर लड्डुले तिमीलाई अहिले पिर्छ लड्डु लिने हो फेरि टिप ल समात लड्डुलाई हो जम्प मुसा चिने छ नि यार अरूले चिने यार मैले पनि ख्याल गरेको थिएन यार मुसाको लड्डु अघि त्यो गोलो गोलो ठ्याट किटकिट भयो थाहा भएको म लाग्छ बाबु त्यही त यु फ्रम Srankot राम्रो छ पञ्चमुखी गणेश की जय के छ सक्षम ठिक छ नि कैलाशेश्वर महादेव की जय हिँड न भाबरे हिँड
चप्पल त्यही राख सनसेट भएको अवस्था यस्तो सनसेट view from sunset from Saraingkot मन्दिर पनि राम्रो छ यहाँ खिचेको यस Saraingkot खिचेको सनसेटको दृश्य हेर्नुहोस् सायम कुमार यता हेर्नुहोस् हेलो हेलो Saraingkot बाट देखिएको दृश्य हो यो ठुल्ठुलो होटलहरू बन्दैछ हेर्नुहोस् न यो हाम्रो फेवा लेक यो मन्दिर चाहिँ गणेश एन्ड दिस वान पञ्चमुखी गणेश चाहिँ राम्रो छ सनसेट पनि भइसकेको अवस्था रहेछ आनन्द छ मौसम तर फेवा दाल चाहिँ अलिक क्लियर छैन मौसम अलिक ठिक छैन त्यो भएर पनि हो आजको भ्लग चाहिँ यहीँ ढुङ्गामै गर्छु धन्यवाद भ्यू फ्रम Saraingkot अब मैले यहाँ सनसेटको भ्यू बनाउँदैछु यताबाट केबल कार स्टेसन छ यताबाट यो नयाँ बनाएको बाटो र यतापट्टि ताल हो ताल चाहिँ अलिकति राम्रो देखेको छैन अलि मौसम अलि राम्रो छैन आज यो मन्दिर यो पञ्चमुखी गणेशको मन्दिर छ यो टावर भ्यू टावर संयम के छ यता हेर त कस्तो छ यो भावले राम्रो छ यता हेर्नु न यता हेर्नुस् यता बाबालाई ब्याक साइड जय पञ्चमुखी